Hello guys, welcome back to a new vlog. हैन आज चाहिँ हामी चुकिला हिँड्दा छौँ पानी लिनु। चुकिलातिर पानी हिँडेको खाने पानी लिनु, लुगा धुनु आउनु पर्ने हुन्छ। हामी अहिले यहाँ बाटोमा छौँ। एकदम राम्रो छ नजारा, देख्न सक्नुहुन्छ भ्यू। हाम्रो सर चाहिँ यता अगाडि हिँडिराख्नु भएको छ, श्री ज्ञानदीप राईज्यू। चुकिलाको लागि एक भारी लुगा बोकेर हिँड्नु भएको छ। आज चुकिलाको पानी एकदम मिठो हुन्छ भन्ने सुनेर हामी चुकिलाको पानी खानु हिँडेको। धेरै टाढो पनि छैन र यति राम्रो नजाराको साथमा हिँड्न पाइन्छ। सर्टकटबाट छैन यताबाट ए अलि तलबाट बोल्ला थियो। लामो नि जाऊँ न त। हामी सर्टकट बाटो नजाने प्लान गर्यौं, नत्र यहाँ सर्टकट बाटो पनि छ। सर्टकटै जाने फेरि प्लान भयो। लामो बाटो नजा ल ल लु वहाँ चाहिँ लामो बाटो र म यता जाने तपाईँ यता जाने को छिटो। ल ल गाइजहरू साथी यताबाट म यताबाट जाँदैछु को छिटो भनेको छ। अनि बिस्तारै चाहिँ हिँड्दै छिटो यस्तरी हिँड्दैछु। एकदम डर लाग्दैछ मलाई। हजुर यस्तो दामी भ्यू छ हैन, देख्न सक्नुहुन्छ। सो आज नुहाउँदै लुगा धुनु भनेर हामी हिँड्दैछौँ। बाटो चाहिँ यता यस्तो दामी छ बाटो हैन। अब के कस्तो हुन्छ हेर्नु होला। को छिटो पुग्छ, म छिटो पुग्छु कि त सर छिटो पुग्नुहुन्छ त हेरिराख्नु होला गाइज। जङ्गल छ, मलाई एकदम डर लागिरहेको छ। भए जति सबै पियो जङ्गलमा यसो गीत गायो भने डर लाग्दैन भन्छन्। हेरौँ है त को छिटो पुग्छ। को छिटो पुग्छ हेर्नु लगाइ। झर्ने बाटो त यही हो। आउनु भएको छ कि छैन। ऊ माथि आउनुहुँदैछ, यही बाटो छिटो हुन्छ भन्दै हैन। हजुर यो बाटो त माथिबाट झर्नेलाई यो छिटो हुँदैन। म त यत्तिकै त हिँडेको यसरी। भन्छन् जब मान्छेले सर्टकट चाहिँ भन्छन्। यस्तो जाएर फेरि यस्तो आइजारे यस्तो जाएर नि यस्तो आइजारे कसरी सर्टकट हुन्छ? यो त सिधै यस्तो हुन्छ। यहाँ सचिव सरले मैले जितेपछि यहाँ पीडा पोख्नु हुँदैछ। नरमाइलो लागे जस्तो छ। लामो बाटो हिँड्नु पर्यो भनेर यहाँ धेरै दुःख पाउनु भइहालेको छ। फेरि हेर्नु उताबाट कि यताबाट कता हिँड्दै पुगिहाल्यो चुकिला पुगिसकेको छौँ। कुकुर आइहालेको छ हाम्रो पछि। ए कुकुर आमामा खतरा देखो। छौँ हामी अब देख्न सक्नुहुन्छ तपाईँले।
हामीलाई 4 मिनट लागेछ माथि तपाईँले गर्नुभएको थियो नि उहाँ क्या माथि त्यो अभिषेकहरूको तर यता पानी आयो त अगाडिदेखि भिडियो बनाएको होइन अनि त्यहाँदेखि यहाँसम्म भिडियो बनाउनु 4 मिनटको यहाँसम्म आउनलाई 5 मिनट लागेछ बाटो एकदम खतरा छ कुकुर सर हुन सकिन्छ हाम्रो चुकिले धारा यो एकदम बेस्ट धारा देख्न सक्नुहुन्छ हैन ओ हुनुहुन्छ हाम्रो सर एकदम पानी थाप्ने मोडमा अब हामी नुहाउनु पर्ने हुन्छ हामी नुहाइसकेको छु बनाउँदा तिमी नाङ्गै भयो भने नि मात्र दिनु मलाई सेन्ड गर्न मेरो युट्युबमा हाल्छु सबको आइडीबाट अस्तिको हेऱ्यौ सर्ट भिडियो कतिपल्ट हेऱ्यौ भरेमा चेक गर्छु नि फेरि हेरेको छैन कहिले गर्यो मेरो छेउमा घरमा हो र अनि मैले अहिले 22 एउटा त भयो नि 22 सबको बाटो हान्यौ न खोज्दै सबको हान्यो अनि बेल आइकन पनि हाल्दौ अस्ति बढेको होइन हामी सधैँ उहाँ जान्थ्यौँ नि त्योभन्दा त यहाँ नजिक हो नि फेरि बाँसघाटको त मिठो छैन हौ पानी त गाइज हैन अब हामी तपाईलाई नुहाइसकेपछि भेट्छौँ है त सो लेट्स गो सो गाइज हैन नुहाएर पनि आइसकेको छौँ हामी चाहिँ मलाई छोडेर नजानु न नुहाइसकेर हामी निक्लिसकेको छौँ तपाईलाई मैले भनिरहेको थिएँ नुहाइसकेर भेट्नुपर्छ भनेर भेटिसकेको छौँ अब फेरि आउँदाखेरि त मजाले आइरहेको थियो अब जाँदाखेरि चाहिँ उकालोमा लस्टै गाह्रो भइरहेको छ है हामी हिँडिरहेको छौँ यता हुनुहुन्छ हाम्रो नुहाउनु आउनु भएको सर हाम्रो भारी धेरै खासै छैन 5-7 वटा पेप्सी छ अनि लुगाहरू धुनु लिएको थियौँ लास्टै गरम भइरहेको छ
तपाईँले पनि यसो सब्सक्राइब लाइक कमेन्ट गरेर यसो माया देखाइदिनु पर्ने हुन्छ। घरसम्म हामी लागिरहेको छौँ यात्रा। हामी जानुपर्ने हुन्छ सरासरी तपाईँलाई यो बाटो मात्र के देखाउनु, माथिको भ्यू देखाउनु पर्ने हुन्छ गाइज। तपाईँलाई त्यो भ्लग मात्र के देखाउनु, अब यसो भ्यू पनि हेर्नु, नजारा हेरेर मजा लिन सक्नुहुनेछ। यो मनोरञ्जन दृश्य हेर्नको लागि सक्नुहुन्छ, लागि हामीलाई सपोर्ट गर्नुपर्ने हुन्छ। एकदम राम्रो भ्यू छ, एकदम यहाँ पिकनिक खाने एकदम रमाइलो हुँदैछ। यता वरिपरि जङ्गलै गाउने छ होइन। अघि हामी जस्तै जोडी चाहिँ नआउनु होला, जोडीको लागि रुम बुक गर्नु होला, छैन। अघि हामी आएको बाटो यो थियो भने र अहिले जाने बाटो अर्कै छ हाम्रो। हामी यो बाटो हिँडिरहेको छौँ, हाम्रो बाटो पनि फाल्टै छ नि। तपाईँको लागि भनेर मैले यत्रो भारी बोकेर यहाँ भ्लगधरि बनाइरहेको छु भने तपाईँलाई सब्सक्राइब गर्न 1 सेकेन्ड पनि लाग्दैन, छिटो गएर गरिदिनु होला है। यस्तो राम्रो भ्यू छ यार, तपाईँ एकचोटि आउनु पर्ने हुन्छ क्या गाइज यार। रुखमाथि को चढ्न सक्छ? के छ ऊ त्यो फुल अर्को हेर्दा कस्तो राम्रो फुलेको छ सेतो। कता ओ माथि हो त यार, फुल एकदम राम्रो फलिरहेको छ त्यहाँ। फलेको होइन, फुलेको मुला फुलिरहेछ, देखिसक्नुहुन्छ। त्यति साह्रो जुम पनि भएन, यही हो फुल। को चढ्न सक्छ यार? म भरे भोलि आउनुपर्छ ल। ल केही मान्छेलाई लिएर आउनुपर्छ। राई गएको केटाकेटीहरू चल्छ मजाले। चल्नुहुन्छ तपाईँ? एकदम यस्तो ल्याउ परेको छ कि गाइजरी यार, टाट भएन नि त। गाइज हामी हाम्रो घरको नजिक आइसकेको छौँ र हाम्रो घर नजिकैको यो बारी रहेको छ भने अब हाम्रो घर हल्का फुल्का देखिन थालिसकेको छ। हाम्रो गाउँघरमा यस्तै छ, बारीहरू र बाटो पनि छैन। मकै बारी भित्र हामी हिँडिरहेको छौँ घर जाने शोभायात्रा, र घरहरू अलिअलि देखिन थालिसक्नु भएको होला तपाईँले पनि। अब हामीलाई तपाईँलाई देखाउँछु मेरो घर। यो रहेको छ मेरो घर। ल तपाईँलाई यतिसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद तपाईँलाई। आजको लागि यति नै, अर्को भिडियोमा भेट्नुपर्छ।